हजुर साथीहरू, तपाईहरूले यस्तो यस्तो ट्रफीको भिडियो सेयर गर्न डरायो या अथवा हामी जस्ता बोल्ने मान्छेहरूलाई सपोर्ट गर्न डरायो भने तपाईहरूले एकचोटि हिन्दू अधिराज्य गुमाइसक्नु भएको छ। र अहिलेको बेलामा अहिलेको टाइममा हामीले के सुन्न पाइरहेको छौँ भने हाम्रो नेपालको संविधान संशोधन हुने भनेर सुनिरहेको छौँ। अनि यस्तो टपिकहरूमा धेरै जस्तो पराई जस्तो मान्छेहरू बोल्दैन, कोही कोहीले मात्रै बोल्छ। तपाईहरूले एकचोटि यो भिडियो सुन्नुस् र तपाईहरूले यो भिडियोलाई सेयर अवश्य गरिदिनु होला। म तपाईहरूसँग आग्रह र निवेदन पनि गर्दैछु, सुन्नुस्। को कार्यदलले बहस पत्रको मस्यौदा तयार पार्दैछ। छलफलका प्रारम्भिक विषयमा धर्मनिरपेक्षता, संवैधानिक राज संस्था, प्रदेश खारेजीका विषय देखिँदैनन्। जनताका सुझावहरू मागिएका छन्। हामी पनि त्यो कार्यदलमा छौँ। हामीले दिएका सुझावहरू अहिले प्रारम्भिक सूचीमा देखिएका छैनन्। म सरकार र यो दललाई सोध्न चाहन्छु, तपाईहरूको जनताको क्याटेगोरीमा यो देश चाहिँ वैदिक हिन्दू बौद्ध सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आम नागरिकहरू जनता हुन् कि होइनन्? म तपाईहरूलाई सोध्न चाहन्छु, अभिभावकको रूपमा राज संस्था, संवैधानिक राज संस्था चाहिन्छ भन्ने नागरिकहरू तपाईहरूको जनता हुन् कि होइनन्? र प्रदेश सरकार बुझिलो भयो, आर्थिक रूपमा बुझिलो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छ भन्ने नेपाली नागरिकहरू तपाईहरूको लागि जनता हुन् कि होइनन्? एकपटकको नेपाली सधैँको नेपाली हुनुपर्छ भन्ने मान्यता बोक्ने नागरिकहरू नेपाली जनता हुन् कि होइनन्? जनताको सुझाव त पहिला पनि लिएको थियो सभामुख महोदय। त्यति बेला ती विचारहरूलाई जुट र प्लास्टिकका बोरामा थन्काइएको थियो। यसपटक डिजिटल बोरामा थन्काउने हो कि भनेर हामी त्यसलाई नजदिकबाट निहालिराखेको छौँ। त्यति पनि बेला पनि जनतालाई भनिएको थियो शासन व्यवस्था, राज्य संरचना जस्ता केही विषय उत्कृष्ट छन्, बाँकी कुरा समय अनुसार सम्झौता गरौँला भनेको थियो। यसपटक हामी यो बाँकीको सम्झौता गर्ने छैनौँ सभामुख महोदय। ल साथीहरू, तपाईहरूले त यो भिडियो पनि देख्नुभयो होइन? के बुझ्नुभयो मलाई कमेन्ट गरेर भन्नुहोस् त। के नेपाल जुन बेला धर्मनिरपेक्षता बनायो त्यो बेला नेपाली जनताहरूसँग सोधेर बनाएको थियो? नेपाली जनताहरूलाई बोलाएर बनाएको थियो? नेपाली जनताहरूलाई भनेर बनाएको थियो? थिएन सर, थिएन। हामीसँग छिनेको हो यो सरकार, नलायक सरकार। पहिलाको जुन सरकार थियो त्यसले हामीसँग नेपाल हिन्दू अधिराज्य छिनेको हो र हामीलाई धोका दिएर बनाएको हो। त्यही भएर तपाईँहरूसँग मौका छ, चान्स छ। अहिलेको सरकारले हिन्दू अधिराज्य कायम गरोस्। सारा जनताले यो भिडियोलाई सेयर गरी सम्पूर्ण नेपाली दाजुभाइमा पुगाउनुहोस् र हिन्दूवादीहरूमा पुगाउनुहोस्। जय श्री राम, हर हर महादेव, जय पशुपतिनाथ, जय नेपाल।